ल डुङ्गा खेल्नलाई चाहिँ यहाँ पानी रहेनछ। अब डुङ्गाहरू चाहिँ तल बसिरहेछ। असार महिनामा हो कि जेठ महिनामा पनि पानी चाहिँ रहेनछ, खाली छ। अब कुनै दिन डुङ्गामा चढौँला। यो डुङ्गाहरू चाहिँ जस बसिरहेछन् त्यत्तिकै। रमाइलोको लागि घुम्न आउन चाहिँ दामी ठाउँ हो फिस पार्क। फुर्सदको समयमा भिजिट गर्दा हुन्छ। हजुरहरूले पनि फ्यामिलीहरू यहाँ बसिरहेछन्। यात्रा जारी छ है, माथिर जाने सालघारी छ। यता छन् फ्यामिलीहरू आउँदै। पानी रहेनछ स्विमिङ गर्नलाई। डुङ्गा सयर चाहिँ क्यान्सिल भयो आजको।